Happy Easter! 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 Easter! Happy Easter! Happy Easter! Football scam! Happy Easter! कारणले मण्डलीलाई खर्च नगराउँ हैन हामी पनि हुन त मण्डली नै हो मण्डलीका अब जो अहिले हामीले जागिर खाइरहेका छौँ त्यो व्यक्तिहरूबाट चाहिँ उठाउँ भन्ने सानो सरसल्लाह अनुसार चाहिँ हामीले केही रकमहरू उठाएका छौँ। So Yesu Christले कुरा गर्नुभयो आङ्गेस यो म तिम्रो पापको लागि मरेको बाउरे उठेको तपाईको पाप बाउदिएको मलाई विश्वास गर्नुपर्छ। पुरी उठ्नु भएको छ। आज प्रभु येशू ख्रीष्ट बौरी उठ्नु भएको दिन आजको दिन चाहिँ विशेष गरेर है जसरी प्रभु येशू राजाहरूको राजा हुनुभयो नि त्यसरी नै आज चाडहरूको चाड हो। आमेन। चाडहरूको चाड किनभने सबै चाडहरू सिद्धिसक्यो। सुरुको वर्ष है 2082 सालको वैशाख महिनाको है हाम्रो नेपाली साल है सबै चाडहरू सिद्धिसक्यो। तर आज यो 82 सालको सुरुको चाड इस्टर चाड। आमेन। धन्यवाद भएको होस् अनि जुन इच्छा योजना परमेश्वरको थियो अनि हामी यसरी आएका छौँ। आजको यो इस्टर सन्डेको दिनमा हामी यसरी साँच्चै नै जीवित र शक्तिशाली परमेश्वरको नाममा हामी भेला भएका थियौँ। हाम्रो जीवनमा हेर्नु न यहाँ हामी इस्टर मनाएका छौँ। प्रभु यीशु मेरो लागि बौरी उठ्नु भयो र प्रभु यीशुले सबै कुरा मेरो लागि चाहिँ दिनुभयो। किनभने प्रभु यीशु ख्रीष्टले चाहिँ भन्नुभएको थियो नि अब सकियो भनेर। त्यो अब सकियो भनेको चाहिँ के हो भन्दाखेरि तपाईँ हाम्रो दुःख पीडा ती सबै कुरा समस्याहरू सबै सकियो भन्नुभएको थियो। एक खाया बहुत अच्छा है। ओन्ली एक मैंने 15 खाया। दुईटा जम्मा रोटी खानु हो? रोटी त अघि खाइसक्यो नि। ये तो कुछ भी नहीं और 10 खाऊंगा मैं।
कस्तो भयो ह्याप्पी स्टार एकदम रमाइलो भयो धेरै रमाइलो भयो राम्रो अन्जेठी ओखलढुङ्गामा एकदमै रमाइलो भयो राम्रो रमाइलो भयो रमाइलो भयो एकदम रमाइलो ठाउँ एउटै ढुङ्गामा 100 जना भन्दा बढी बसेर संगति गर्न पाउँदा एकदम रमाइलो खुसी लाग्यो ऐतिहासिक ढुङ्गामा बसेर हामीहरू सङ्गति गर्न पाउँदा एकदम राम्रो भयो प्रभु येशू ख्रीष्ट चाहिँ बौरी उठ्नु भएको दिन अनि हामी सबैलाई शान्ति आनन्द र अनन्त जीवन दिनको लागि आउनु भएको दिन उत्सव मनाएका छौँ र एकदम राम्रो भएको छ आशिषमय भएको छ Happy Easter, god påske. एकदम राम्रो भयो एकदम रमाइलो भयो आशिषमय भयो सबैलाई नमस्ते अनि आज चाहिँ हामीले इस्टर भनेको चाहिँ हाम्रो प्रभु येशू ख्रीष्ट आजको दिन चाहिँ बौरेर उठ्नु भएको दिन हो अनि हामी एकदमै हर्ष उल्लास मनाउँछौँ आज स्टार सन्डेको दिन हो हामीले